रक्षाबन्धन जनै पुर्णे आउनुभन्दा 3 दिन अघिदेखि जसले घरमा यो काम गर्छ भने अझ भनौँ हजुरले राम्रोसँग ध्यान दिएर गरिदिनु भयो भने तपाईँलाई वनजातिको सपनामा कृपा बर्सिन्छ सजन। तपाईँलाई मन्त्र लाभ हुनसक्छ। तपाईँको चाहिँ नेगेटिभ कुराहरूबाट तपाईँ दूर भएर सत्कर्मतिर जान सक्नुहुन्छ। तपाईँका चाहिँ नसोचेको फल प्राप्त हुन्छ। 7 गते बिहान उठेर नुहाइ गर्ने एकादशीको दिन। स्वयं वनजाति गुरु पनि यहाँ के भन्नुहुन्छ भने जसले वर्षमा घरमा 3 दिनसम्म अखण्ड बत्ती बाल्छ, एकदमै दुर्लभ, धेरैभन्दा धेरैले कम गर्ने, प्रचार प्रसार कम भएको, धेरै गुरुहरूले पनि नभनिदिएको, शक्ति यथा भएको, सही ठाउँमा प्रयोग नभएको के हो? गुरु वनजातिको कृपा हो। भदौ महिनाको 7 गतेबाट भदौ महिनाको 12 गतेसम्म ध्यान दिएर सुन्नुहोला। 7 गते भदौ बिहान उठ्ने एकादशी तिथि हो। नुहाइ गर्ने। घरको पूर्व दिशा र उत्तर दिशामा 2टा कलश अनि तामाको दियो ठिक पार्ने। 7 गते तपाईँको चाहिँ पूर्व दिशा र दक्षिण दिशामा वनजातिको नाममा के गर्ने? बत्ती बाल्न ठिक पार्ने। 11 मुठी चामल ठिक पार्ने तामाको प्लेटमा या टपरीमा। त्योभन्दा माथि दियो राख्ने अनि 2तिर कलश राख्ने। तितेपाती जरुर राख्ने। तितेपाती थाहा छ? अनि आँपका पत्ता 2पट्टि कलशमा हालिदिने। आउँछ स्वस्तिक बनाउने। रातो र सेतो ध्वजा चाहिँ तपाईँको बाँध्ने कलशमा। अब बाँध्ने सबै कुरा ठिक भयो। फुल अक्षता धूप ठिक भएपछि पूर्व दिशातिर देवको मुख फर्काइदिने। तर 7, 8, 9, 10, 11, 12 5 दिनसम्म बन्नु पर्यो सम्भव भएमा आफ्नो कोठा घर छ भने। अब यसले के गर्छ भन्दाखेरि सबै फुल अक्षता धूप जौतुन ठिक भएपछि बाक्लो तामाको दियोमा के गर्ने? पूर्व दिशातिर फर्काइदिएर बत्ती बाल्ने। हे गुरु वनजाति, छोराले पनि पाइयो, छोरीले पनि पाइयो। महिनौरी भएको बेला भएन, 5 दिन नकटिकन 5 दिन कटिपछि बनाएको चल्छ। कुल जस्तो 7मा पितृ जस्तो 7 दिनमा आउनु पर्दैन। 5 दिनको दिनबाट वनजातिको पूजा गर्न बकाइदा हुन्छ। महिनौरी भएको दिदीबहिनीले स्वास्थ्यमा ब्लडको समस्या छ भने नगर्नु होला, नत्र गर्नु होला। हो 5 दिन सकेपछि छोरी मान्छे पनि गर्नुभयो बत्ती बाल्ने। हे गुरु वनजाति, आज म यो गोत्रको हो। हजुर त वनको देउता, आहा, वनमै बस्नुहुन्छ, वनमै खानुहुन्छ, तपाईँ सर्वव्यापी हुनुहुन्छ।